संसारको जुनसुकै कुनामा गए पनि स्वाद चाहिँ नेपाली खानाको नै मिठो लाग्ने रहेछ। आज चाहिँ हाम्रो इन्डियामा लास्ट दिन थियो र हामीलाई चाहिँ होटलबाट चेकआउट गर्न पर्ने थियो। हाम्रो चाहिँ बेलुका 10 बजेको ट्रेन थियो भने हामी चाहिँ लाग्यौं यसो बजार एक्सप्लोर गर्न। त्यहाँ चाहिँ हामीले भनेको जस्तो केही नपाएपछि हामी चाहिँ सिधै गयौं स्टेसन। अनि स्टेसनमा यति धेरै स्टल देखेपछि मैले चाहिँ आफूलाई कन्ट्रोल गर्न सकिनँ र मैले चाहिँ आफ्नै देशमा बनेको वाइवाई चाउचो किनेर खाएँ। र त्यतिकैमा हाम्रो ट्रेन पनि आयो अनि हामी चाहिँ छिटछिटो खाएर सुत्ने भनेर छिटछिटो खानातिर लाग्यौं। तर चम्चा नभएर हाम्रो यस्तो बिजोग भएको थियो। त्यसपछि हामी चाहिँ राति सुत्यौं र हामी चाहिँ बोर्डर क्रस गरेर काक्करभिट्टा झापा पुग्यौं। त्यसपछि चाहिँ हामीले बिहानको खाना खानको लागि एउटा राम्रो होटल खोज्यौं र त्यहाँ खाना खानको लागि बस्यौं। धेरै दिनपछि नेपाली खाना खाएर सबैजना यति धेरै खुसी हुनुहुन्थ्यो र म पनि यति धेरै खुसी थिएँ। यति मिठो खाना भएर मैले त आफ्नो थाल यस्तो सफा पारिदिए नि। खाना खाएपछि चाहिँ हामी झापाबाट चितवन जाने बसमा चढ्यौं। बस पनि यति राम्रो थियो, म त यो स्लिपर सिटमा सुत्दै गराए। रातिको 10 बजेतिर गाडीले चाहिँ खाना खान रोक्यो। खाना खाएपछि हामी फेरि बसमा आयौं र फाइनली हामी चाहिँ पुग्यौं पर्सा चितवन। पर्सा पुगेपछि चाहिँ बिहानको 6 बजेको थियो र घर गएपछि म चाहिँ दिनभरि रेस्ट गरेँ। बाई गाइस, सी इन द नेक्स्ट ब्लग।